यहाँहरू सबैलाई सेवा नमस्कार। आज चाहिँ साउन 1 गते मैले सुरु गरेँ आजको भिडियो साफसफाइबाट। हाम्रो घरमा चाहिँ मम्मी एक्लै हुनुहुन्छ, खासै भ्याउनुहुन्न, त्यही भएर मैले चाहिँ स्टार्टिङ गरेँ। साफसफाइ सकेपछि चाहिँ मैले घर लिप्न सुरु गरेँ। घर लिपिसकेपछि मम्मीले रक्सी बसाउनु भएको थियो अनि मम्मीले भन्नुभयो रक्सीको पानी फेर भन्नुभयो, चेन्ज गर्नुपर्छ नि त, अनि चेन्ज गर भन्नुभयो। अनि त्यसपछिदेखि चेन्ज गर्न गएँ। मकै पोलेको रहेछ, मकै पल्टाएँ फर्स्ट। अनि त्यसपछिदेखि मकै पनि पुरा डढी गएछ एकपट्टि पल्टाउनु नपाएर। त्यसपछिदेखि मैले पानी चेन्ज गरेँ, तातो पानी उगाउन स्टार्ट गरेँ। तातो पानी उगाएर फ्याँकेँ। त्यसपछिदेखि तातो पानी सके चिसो पानी हाल्न थालेँ। त्यसपछिदेखि भदैनीले भन्दै थियो त्यसबिचमा फुपू हामी नास्पाती खान जम्मै भनेर। त्यसपछिदेखि मैले हुन्छ भनेर छिटो छिटो पानी लाउँदै थिएँ। अनि पानी लगाइसकेपछि जाउँ भने त्यसपछिदेखि 5-6 पानी भएको रहेछ नि त, लेख्नुपर्छ नि त, नभए भुलिन्छ। अनि त्यसपछिदेखि मकै पल्टाएँ गरेँ। अनि त्यसपछिदेखि एउटा मकै बोकेर म पनि हिँडेँ। अनि हिँड्दा हिँड्दै बधाई उता देखाउ त हाम्रो रुद्रा भनेर रुद्रा देखाउनु लाग्यो। अनि हामी पुग्यौँ। त्यसपछिदेखि अरू यहाँ छ नास्पाती, टन्नै फलेको रहेछ कि नास्पाती चाहिँ, तर खासै खाने बेला भएको छैन, ठुल्ठुलो चाहिँ खाने बेला भएको रहेछ त।